नमस्कार। राष्ट्रिय सरोकारमा यहाँहरूलाई स्वागत छ। म महेश सिंह। आजको राष्ट्रिय सरोकारमा हामीसँग हुनुहुन्छ चर्चित मिथिलाका चर्चित कलाकारको रूपमा चिनिएका महेश सिन्चुरी। उहाँसँगको यो दोस्रो श्रृङ्खला हो र उहाँसँग कलाकारिता क्षेत्रका अनुभवका विषय र म्युजिक भिडियोहरू लामो समयदेखि उहाँले गरिराख्नु भएको थियो र पछिल्लो समय पनि हामी यो पहिलो चरणको श्रृङ्खलामा चाहिँ छोटो कुराकानी गरेका थियौँ, जुन आज दोस्रो श्रृङ्खलामा छौँ हामी। उहाँलाई आज हामी निम्ति आएका छौँ महेश सेन्चुरीलाई, जुन कलाकारिता क्षेत्रको एउटा दिग्गजको रूपमा आफूलाई परिचित गर्नुहुन्छ। सर, यहाँलाई स्वागत छ राष्ट्रिय सरोकारमा। नमस्ते। नमस्कार। सन्चै हुनुहुन्छ? हजुर हजुर सन्चै छु। कस्तो चल्दैछ? लगत्तै यहाँको भिडियोहरू चाहिँ भाइरल भइरहेको छ, चाहिँ हामीले पनि सामाजिक सञ्जालहरूमा चाहिँ देखिरहेका छौँ। के छ, कस्तो अबको चाहना चाहिँ पब्लिकको कस्तो किसिमको चाहिँ गीतहरू पनि रुचाउने या म्युजिक भिडियोहरू चाहिँ हेर्नलाई चाहिँ कस्तो चाहिँ ललाहित हुन्छ? के अनुभव गर्नुभएको छ? होइन, अब कलाकार लाइनको त अब कुरा यस्तै हो, जति तपाईँको भिडियो आइबस्छ त्यति मान्छेले हेरिराख्ने चाहना हुन्छ सबैको, होइन। अब बिचमा अलिकति ग्याप थियो, त्यही भएर अलिकति कमी कमजोरी थियो, होइन। अब अहिले फेरि अब लगातारै भिडियो अब आउन लागेछ। त्यसमा पनि अब अहिले दर्शकहरूको पब्लिकको अलि राम्रै डिमान्ड छ। अहिले नयाँ गीत पनि अहिले आयो मेरो, होइन। धानको रोपनिया भन्ने गीत छ, ज्ञानु यादवको आवाजमा छ। अनि मोडलमा तपाईँको विनिता ऋषिले खेल्नु भएको छ, होइन। राम्रो छ त्यो गीतहरू पनि, अहिले राम्रै गइरहेछ। युट्युबमा पनि राम्रै गइरहेछ, टिकटकहरूतिर पनि अहिले एकदम राम्रै छ। जे होस्, माया ममता राम्रै पाइरहेको छु अहिले हामी मिथिलावासीबाट भनौँ, नेपालको अब जति पनि हाम्रो दर्शकहरू हुनुहुन्छ सबैकोबाट राम्रै छ अहिले। पछिल्लो समय चाहिँ तपाईँले ग्याप हुनुभन्दा कारण के हुन सक्छ? किन ग्याप हुनु हो? होइन, ग्यापको कारणले त अब अलिक टाइमको अभावले पनि हो, होइन। अलि व्यापार, म त खास गरी त म त व्यापारी मान्छे हो। अनि व्यापारको अब लगनको टाइममा अलि व्यापार हुन्छ, अनि व्यापारको टाइममा मलाई यो भिडियोमा खेल्ने टाइम हुँदैन। त्यही भएर अब अहिले अब व्यापार अलिकति कम छ, होइन। त्यही भएर अब भिडियोमा अलिकति टाइममा आइबस्छु, केही छैन यस्तो। प्राय एउटा व्यावसायिक सँगसँगै कलाकारिता पनि हो नि त तपाईँको। हजुर हजुर। अनि यो अब चाहिँ चाहना अब म्युजिक भिडियोहरू प्रतिको चाहिँ पब्लिकसँग चाहिँ रमाउनको लागि म्युजिक भिडियो गर्नुपर्छ? होइन, त्यो त अब कलाकारी लाइनमा आफ्नो आफ्नो इन्ट्रेस्ट हुन्छ, होइन। अब म कलाकारी लाइनमा अलिकति छिरेपछि अलिकति इन्ट्रेस्ट जागेको छ। अब अलि दिन खेलेन भने मान्छेहरूले भन्न थाल्छ, साथीहरू, खोइ तिम्रो भिडियो आएन, धेरै दिन भइसक्यो भन्न। एउटा कलाकारको त त्यही हो, जति खेल्दै गयो त्यति बढ्दै जान्छ, मान्छे चिन्दै जान्छ, हेरिँदै जान्छ। अनि त्यही अनुसारले अब बाध्यता छ अब हामी साथीहरूको लागि अब हेराउनु पर्ने कलाकारिता, होइन। त्यस्तै हो। अबको जुन आउनेवाला छ त्यो चाहिँ कहाँ सुटिङ हुनेछ, कोसँग हुने? त्यो अब विराटनगरतिर सुटिङ गर्ने हाम्रो योजना छ सबैजनाको। त्यो विराटनगरतिर सुटिङ हुन्छ होला। अब त्यो विराटनगरमा सुटिङ भइसकेपछि रिलिज हुनुभन्दा अगाडि तपाईँहरूलाई म जानकारी गर्छु। अब जस्तै यो म्युजिक भिडियोतिर या कलाकारितातिरको पछिल्लो समय चाहिँ धेरै कलाकारहरूको मनोबलहरू चाहिँ कम हुने या कलाकारिता छोडेर चाहिँ अरू पेसामा जानुपर्ने बाध्यता थियो, यो के कारणले हुन सक्छ? या वास्तविक कलाकारहरू छ उहाँहरूको चाहिँ कृत्रिमहरू मरेर जाने, यो पेसा छोडेर अरू पेसामा लाग्नुको कारणहरू? ठिक छ, हजुर क्वेसन गर्नुभएको त्यो एकदम राम्रो कुरा हो, होइन। तर अहिले यस्तो छ नि त, मिथिला क्षेत्रमा कलाकारको कुनै महत्त्वै दिँदैन नि त। अब जोसँग पैसा छ उसैलाई कलाकार बनाउने, होइन। म अस्तिको पनि मैले तपाईँलाई भने थियो, अब जोसँग पैसा छ अब कलाको माइने छैन, होइन। जोसँग कला छ छैन, फेसको कस्तो छ, लुक्स त्यो छैन, होइन। जोसँग पैसा छ उसलाई कलाकार बनाउने, उसँग पैसा
लिने भिडियो बनाउने तँलाई ल यस्तो भिडियो बनाइदिन्छु कलाकार बनाइदिन्छु भिडियो खेलाइदियो भिडियो बनाइदियो त्यसपछि पैसा सकिएपछि सक्यो फेरि अर्को पैसामा हो कि कलाकारिता हुँदो रहेछ भन्ने तपाईँको ठहर छ होइन। हजुर, अब यसलाई चाहिँ अन्त गर्नको लागि वास्तविक कलाकारहरूको चाहिँ स्तर उकास्नको लागि या कलाकारिता क्षेत्रमा रहनको टिक्नको लागि चाहिँ यहाँले के लाग्छ के गर्नु पर्यो भने कलाकारहरू चाहिँ सप्रिन्छ, कलाकारहरू त्यही पेसामा रहेर चाहिँ आफ्नो घर परिवार जीविकोपार्जन गर्न सकिन्छ भन्ने के लाग्छ? मिथिला क्षेत्रमा भनौँ भने होइन मलाई लाग्दैन यो कलाकारी लाइनबाट कमाएर घर चल्छ घर पालिन्छ आफ्नो छोराछोरीलाई भविष्य बनाउन सक्ने क्षमता छैन होइन मिथिला क्षेत्रमा। कार्यक्रमहरू त निरन्तर रूपमा भइरहेका हुन्छ नि त। तपाईँहरू त स्टेज सो गर्ने एउटा स्टेजमा चाहिँ पर्दा अगाडिको कलाकारहरू हुन् होइन, चित परिचित व्यक्तिहरू हुन्। तपाईँहरू त्यसलाई चाहिँ किन चाहिँ प्राथमिकतामा राख्नु? यस्तो छ होइन, अब जसलाई गीत गाउन आउँछ त्यो गीत गाएर स्टेज सो गर्छ, गीत गाएर अब प्रोग्राम गर्छ। जसलाई डान्स गर्न आउँछ नाच्न आउँछ त्यो नाचेर अब 2000-1000 लिएर अब प्रोग्राम गर्छ डान्स गर्छ, त्यो अलग कुरो हो। जसको कला छ त्यो अब डान्स गर्न सकिन्छ। तर हामीहरू भनेको अब के भन्छ भिडियो खेल्ने हो मात्रै, कलाकारी लाइनमा भिडियो खेल्ने मात्रै हो। यो स्टेज सोहरूमा म जाँदिनँ, स्टेज सोहरूमा गर्दिनँ होइन। स्टेज सोहरूमा म जाँदिनँ। अब 2-3 हजार 4 हजार 5 हजार लिएर स्टेज सो गर्न के जानु म होइन, त्यसले घर चल्दैन। त्यो आफ्नो छुट्टै बिजनेस व्यापार मेरो छँदैछ, म आफ्नो बिजनेस अनुसार म बिजनेस चलाउँछु। अनि कलाकारी लाइनमा जुन जोडिएको छु त्यो एउटा कलाकारीको नाताले गर्दा जुन कलाकारले हाम्रो जुन क्षमता कलाकारीको जुन छ त्यो अनुसारले हामीलाई तानिरहेको छ त्यो कलाले त्यही अनुसारले हामी जोडिएको छु मात्रै हो। तर जुन त्यो कलाकारी लाइनबाट कमाएर छोराछोरीलाई पाल्ने छोराछोरीलाई खुवाउने त्यो भविष्य हाम्रो छैन। अब जस्तै यो कलाकारिता क्षेत्र अहिलेको अवस्थामा कस्तो भइदिएको छ, घरै पछि कलाकार उत्पादन भएको छ। अब जस्तै टिकटक सामाजिक सञ्जालमा चाहिँ दिदी बहिनीहरू पनि युवा साथीहरू पनि युवा पुस्ताका भनौँ न युवा जेनेरेसनका अहिलेको प्रविधि युगमा चाहिँ कलाकारिता देखाइराखेका हुन्छ। त्यो टिकटकमा अहिले हामी हेरौँ न एउटा मधेसमा एउटाले अर्कोलाई गाली गर्ने, अर्कोले अर्कोलाई गाली गर्ने, अर्कोले गाली गर्ने, त्यो मात्रै भइरहेको छ। कलाकारी त भइरहेको छैन। कलाकारी हेर्नु छ भने अरू देशको टिकटकमा हेर्नु, जस्तो चाइनाको हेर्नु होइन, जस्तो इन्डियाको हेर्नु, अरू देशको आफ्नो नेपाल बाहेक भनौँ न अरू देशको हेर्नु। यस्तो राम्रो राम्रो कला अभिनय गरेर मान्छे दर्शकलाई देखाइरहेको हुन्छ टिकटकमा। तर हाम्रो नेपालीमा एक अर्कालाई बेइज्जत गर्ने, एक अर्कालाई दुश्मनी बनाउने, एक अर्कालाई गाली गर्ने, एक अर्कालाई गाली गलौज गर्ने टिकटकमा कलाकार भनेको एउटा छँदै छैन। सबै खालि बेहुदा टाइपको मात्रै मान्छे हो। एउटा पनि लाइकको टिकटकमा लाइकको राम्रो छ। तपाईँहरूको त सङ्गठन पनि होला यो यसलाई चाहिँ नियन्त्रण गर्नको लागि जुन वास्तविक कलाकारहरू छ उहाँहरूलाई चाहिँ प्रोत्साहन नगरेर जस्तै यहाँहरूको एउटा चलचित्र बोर्ड सङ्गठन पनि छ कलाकारिता लाइनको, उहाँहरूले यो प्रतिको चासो नदिनुको मुख्य कारण के हुन सक्छ? होइन त्यस्तो छ। अब सबै अब जिल्लाको आफ्नो जिल्लाको हुन्छ होइन। जस्तो हाम्रो जिल्लाको छ, हाम्रो लाहानको छ जुन सिराहा जिल्लाको। अब जो सिराहा जिल्लाको संयुक्त मिथिला कलाकार सङ्घ नेपालको जुन छ हाम्रो अध्यक्ष राजाराम शाह जस्तो हामीहरू सबै त्यही लाइनमा हामी छु होइन। हाम्रो सबै सदस्य त्यही संयुक्त मिथिला कलाकार सङ्घ नेपालको हो। तर अब हामी सिराहामा सुधार ल सिराहामै सुधारे होइन, धनुषामा कसले सुधार्ने, सप्तरीमा कसले सुधार्ने, अरू जिल्लाको पनि त सुधार्ने हुनु पर्यो नि। अब हामी आफ्नो सिराहा जिल्लालाई सुधार्न खोजिरहेको छु, अर्को जिल्लामा छुट छ त्यतिकै, अर्को जिल्लाले कुनै मतलबै गर्दैन। हामीले के गर्नु? एउटा जिल्लाले त गर्न हुँदैन, पुरै जिल्ला गर्नु पर्यो कि या त पुरै नेपाल हुनु पर्यो, यसकोमा पुरै सङ्गठन हुनु पर्यो। कसैलाई कुनै मतलबै छैन, जसलाई जे गरिरहेछ कुनै मतलबै छैन, के गर्नु? कस्तो जनताहरूले कस्तो अपेक्षा गर्छ, कस्तो भिडियोहरू चाहिँ अझ ल्याउनुहोस् भनेर डिमान्ड कस्तो गर्छ? अब हामी जति पनि भिडियो गर्छु होइन त्यो अब सबै सामाजिक भिडियोहरू मात्रै, जस्तो अब घर परिवारमा सबै हेर्ने खालको होइन। जति पनि हाम्रो घर परिवार छ यसो गीत लगाएपछि हेर्न पाउँछ भनेर सबै साथीभाइ मिलेर बसेर हेर्ने खालको भिडियो बनाउनु मलाई मनपर्छ होइन। अब सबै लभ सङहरू भयो, अलि रोमान्टिक सङ भयो, त्यो सङहरू अलिक मलाई अलि राम्रो मनपर्छ।
अब चाहिँ कस्तो आउने दिनमा जुन भिडियो म्युजिक गर्दै हुनुहुन्छ त्यो चाहिँ कुन गीतमा हो? मैथिली गीत नै हो त रोमान्टिक गीत हो तर राम्रो गीत छ त्यो। अब त्यो अहिले सर्वजनिक गरेको छैन होइन, अब त्यो सुटिङ भयो भने मात्रै सर्वजनिक हुन्छ। अहिले गोप्य छ। गोप्य छ त्यो सङ। अब तयारी जस्तै भएपछि तपाईँहरू प्राय जसो यो मिथिला क्षेत्र भएको, मध्य प्रदेश भएको कारण अब तपाईँहरू मैथिलीमा मात्रै म्युजिक भिडियो गर्नुहुन्छ कि नेपालीतिर पनि? होइन, अब जस्तो जस्तो अब कसले कुन गीत दिइरहेछ होइन, पहिला नेपालीमा पनि मैले गरेको छु होइन, मैथिलीमा पनि गरेको छु, भोजपुरी गीतहरू पनि गरेको छु। अब कस्तो कस्तो सङ हुन्छ अब त्यो अनुसारले गर्ने हो हामी मात्रै हो। अब अहिले बढी भन्नेको त अब मिथिलामा त हामी मैथिली नै मैथिली गीत नै चल्छ। अब हामी अब पहाडी के भन्छ अब पहाडी टाइपको गीत गर्नको लागि त हाम्रो पहाडतिरै जानु पर्यो, चाहे काठमाडौँ जानु पर्यो होइन। काठमाडौँतिर बढी जस्तो नेपाली गीतहरू चल्छ। हाम्रो मधेसमा त अब मधेसी जुन टाइपको जुन मधेसी गीत छ जुन मैथिली होइन, मैथिली कल्चरको गीतहरू छ अब त्यही गर्छौँ हामी। मिथिला क्षेत्रमा धेरै च्यानलहरू पनि छ होइन, कलाकारहरू पनि छ। अब उहाँहरूको साथ कसको चाहिँ बढी साथ सहयोग पाइराख्नु भएको छ यहाँले? यस्तो छ होइन, अब गीत त सबैसँग हुन्छ होइन, गीत त अब सिङ्गरले गाउने हो होइन, अब बनाउने हो। अब धेरै जस्तो गीत सिङ्गरहरूले बनाउँदा अब पैसा डिमान्ड गर्ने, म 20,000 लिन्छु, 25,000 लिन्छु एउटा सङको, तपाईँलाई यो सङ दिन्छु, यो सङ खेल्नु, तपाईँ खर्च गर्नु होइन। अब प्रायः जस्तो गीतको पनि पैसा तपाईँले तिर्नु, हिरोइनी ल्याएर तपाईँले नि तिर्नु होइन, क्यामेराम्यानको पैसा छ तपाईँले नि तिर्नु, पुरै जति पनि कलाकारहरू हुन्छ त्यो भित्र होइन। अब खानादेखि पिउनासम्म जति यो टिममा जतिजना 10 जना 20 जना कति हुन्छ सबैको खाना साना सबै हिरोले नि तिर्नु सबलाई। अनि त्यसपछि यो गीतलाई तयारी गरेर उहाँले आफ्नो च्यानलमा हाल्ने। तर त्योसँग 1 रुपियाँको सुरोकार छैन, एउटा पनि आम्दानीको केही सुराग छैन होइन। तर यस्तो छ कुनै कुनै च्यानलमा यस्तो छ हाम्रो जस्तो अब हाम्रो विराटनगरको भयो होइन, छिन्मस्ता च्यानल जुन राजु राजदेव चौधरी हुनुहुन्छ। राजु चौधरीको एउटा के छ होइन, उहाँले के गर्नुहुन्छ अब गीत बनाए पनि होइन, जहाँ गीत बनाउनुहुन्छ गीत राम्रै बनाउनुहुन्छ, किन इन्डियाबाट पनि गीत उहाँ बनाउनुहुन्छ सबै राम्रो राम्रो सिङ्गरसँग गाएर। तर उहाँले मलाई के भन्नुहुन्छ, सर तपाईँ आउनुहोस्, तपाईँलाई गीत दिन्छु होइन, भिडियो गर्नुहोस् होइन, भिडियो गरेर जानुहोस्। उहाँलाई के छ भने पैसाको डिमान्ड गर्नु हुँदैन उहाँले होइन। आजसम्म मलाई जति पनि भिडियो गर्न दिनुभयो उहाँले होइन, छिन्मस्ता च्यानलमा उहाँले सपोर्ट गर्नुहुन्छ, मलाई राम्रोसँग सपोर्ट गर्नुहुन्छ। अब आफ्नो आफ्नो सबैको नजरिया हुन्छ हेर्ने होइन, उहाँले अब के हेर्नुहुन्छ मेरोमा होइन, उहाँले भन्नुहुन्छ त तपाईँको भिडियो म युट्युबमा हाल्दा तपाईँको राम्रो आउँछ, हरेक चिज राम्रो हुन्छ, तपाईँको फेस पनि एकदम राम्रो छ उहाँले भन्नुहुन्छ होइन। अब अरूले के भन्छ भन्दैन त्यो त मलाई मतलब छैन, तर उहाँले चाहिँ साथ सपोर्ट गर्नुहुन्छ होइन। अब गीत खेलाउँदा पनि होइन उहाँले अब क्यामेराको पनि पैसा उहाँले नि तिर्नुहुन्छ, हिरोइनी ल्याउँदा पनि उहाँले नि हिरोइनी दिनुहुन्छ। अनि त्यहाँ गएपछि बस्ने, उहाँकै घरमा बस्ने, खाने पिने भनेपछि त्यो एउटा कलाकारको एउटा सहयोग भयो नि त होइन। अब अरूसँग भिडियो गर्दा उसको गीतको पनि पैसा दिनु, भिडियो खेल्नु होइन, अब हिरोइनीको पैसा दिनु, त्यो भनेको त हाम्रो लागि त अप्ठ्यारो हो नि त होइन। अब जति गीत खेल्नु अनि सबै गीतमा लगानी आफै लगाउनु अनि उहाँहरू चाहिँ आफ्नो च्यानलमा हाल्ने, अनि पैसाको केही आम्दानी छैन, अनि कसरी सकिन्छ। अनि त्यही भएर राजु सरको गीतमा हामी त्यही भएर बढी इन्ट्रेस्ट गर्छौँ। उहाँ सरले बोलाउनुहुन्छ होइन। अनि अब नेक्स्ट गीतको लागि म त्यहीँ जाँदैछु होइन, बोलाउनुहुन्छ 2-3 दिनदेखि बोलाइराख्नु भएको छ, सर आउनु 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 2-3वटा गीत छ तपाईँ गर्नु, अनि जानु भयो। त्यहाँ चाहिँ मलाई अलि राम्रो लाग्यो, सजिलो लाग्यो, किनभने उहाँले कलाकारहरूलाई अलि उमङ्ग बढाउने होइन, हौसला दिने कलाकारमा, त्यो चाहिँ राजु सरको अलि राम्रो छ। मोडेलको रूपमा चाहिँ अभिनय गर्नुहुने भिडियोहरू, धेरै म्युजिक भिडियोहरू चाहिँ निरन्तर रूपमा उहाँको सामाजिक सञ्जाल या युट्युब च्यानलहरूमा चाहिँ उहाँको म्युजिक भिडियोहरू, एल्बमहरू निकै चर्चामा छन्। अहिले भर्खरै उहाँले धानको रुपैयाँ भन्ने म्युजिक भिडियो अहिलेको सामाजिक सञ्जालमा भाइरल छन्। र यिनै समसामयिक विषयहरूमा चाहिँ दोस्रो श्रृङ्खलामा हामी उहाँसँग कुराकानी गऱ्यौँ र वास्तविक
कलाकारहरूको अवस्था चाहिँ दैन्य हुँदै गएको छ र उहाँले हालसम्मको कलाकारितामा टिकिराख्नु भएको छ। लामो समयदेखि यही कलाकारिता क्षेत्रमा काम गरेर चाहिँ जीविकोपार्जन सँगसँगै व्यावसायिक रूपमा चाहिँ उहाँले राम्रो व्यावसायिक को हिसाबले उहाँ हुनुहुन्छ, व्यवसायी पनि हुनुहुन्छ र भाइरल सङहरू चाहिँ भाइरल भइरहेको छ। राम्रो गीतहरूप्रतिको चाहना, समाजमा भएका विकृतिहरूलाई चित्रण गर्नको लागि जुन कलाकारिता क्षेत्रबाट उहाँको भूमिका एकदमै राम्रो देखिएको हुन्छन्। यति भन्दै आजको राष्ट्रिय सरोकारमा कलाकार वा हिरोको रूपमा परिचित महेश सेन्चुरीसँग आजको कार्यक्रममा हामीले छोटो कुराकानी गरेका थियौँ। क्यामेरामा आशिष शाह, प्रदीप सिंह सँगै म कार्यक्रम प्रस्तुता महेश सिंह पनि बिदा हुन्छु। नमस्कार। नमस्ते। नमस्ते।